सो ह्याप्पी तिहार सबैजना आज चाहिँ तिहारको छलफल हुँदैछ हाम्रो यहाँ होइन के ए बाजे जो तिहारको छलफलहरू बत्ती बलाउँ न तिहारको छलफल हाम्रो छ यहाँ सानो तिनो के भन्छ अरे ड्रागनको मासु होइन के हो लोकल यहाँ छलफल हुँदैछ हाम्रो अनि फेरि अहिले अरू पनि छ एकछिन पछि देखाउँछु कोला र किसानको भान्से कटा हो क्या यो रोटीको नाम के रे हो सो देख्न सक्नुहुन्छ झिने रोटी कालो सेतो निलो पिलो हरियो सो हाम्रो छलफल हुँदैछ यहाँ हाम्रो चाहिँ कटिङ हुँदैछ यहाँ कटिङ भएपछि गाइस पकाएको पनि यस अनि त्यो पनि हो अनि फेरि त्यो काट्ने तरिका हेरेर मात्रै हुन्न नि फेरि सब्सक्राइब गर्नु पर्यो सब्सक्राइब फेरि यहाँ फेरि हाम्रो निशान सोल्डाले हरि पारिदिन्छ तल देखाएन है त्यो मासुले मात्रै हातको त फेरि आमामा भन्नै पर्दैन नि फेरि टोला टोला मासु त हरि काटिदिन्छ नि उसले फेरि टक 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 कलाएर होइन अब यत्तिको योभन्दा कतिको चलफल चाहियो त तिहारमा त यत्तिको त हुनै पर्दैन होइन हो कि नै औँला काट्लास् नि फेरि तिहारमा फेरि रसा लाग्ला फेरि टुटिक्नु भयो कि नि बाघसँग लडेको भिडियो सर्टमा थियो बाघले कोतार्दिएको है यो चाहिँ यहाँ चाहिँ नुन बेसारहरू चाहिँ यो बोक्समा यो ए खजना दिस इज खजना छ है योमा चाहिँ यो चाहिँ घरकै लोकल हो ओ माई गड यो चाक चाहिँ भाल हुन्छ नि यसको हेर त्यस्तो नकाट्न चाक बजा न बोसो अरू भन्छ लभली पारामा काटेर कस्तो यहाँ हाम्रो चलफल हुँदैछ अब सो अब एकछिनमा तयार हुन्छ हाम्रो त्यसपछि सो ग्याङ आएको पनि बालिदिइसकेको छु मैले टक्क लाएर होइन अब चाहिँ लोकल भाले कोया कोया यस्तो चिरमा आगो बल्छ फेरि यहाँ फेरि दाउराहरू फेरि आमा बत्ती चाहिँ बोलेन सेट ए सुकिसकेको छ नि सो तातो पानी अहिले के गर्छन् भनेर अहिले भन्छु यस्तो अनि फेरि हाम्रो फेरि कुकिङ मास्टर तपाईँ कुकम्यान हो कि हेल्पर हो रे कति शुल्क काट्यो होटल लाइनमा काम गरेर पनि यति शुल्क काट्छ सबले फास्ट काट्न बोट नगएर भन्नु अरे नङले गर्दा मिलेन यस्तो छ क्या तिहारको चलफल फेरि घरमा फेरि खरेकी छैन खोइ डाडुले न तेरो पछाडि पढ्नु उ तोल्छ होला सुनको थाल्यो नि थाहा ए पढ्नु भने मलाई के थाहा त खर्रो कि खर्रेन भने तँलाई थाहा हुनुपर्ने त होइन कुकम्यान म त हेर्ने मात्रै हो अनि भन्ने मात्रै अब टमाटर हाल्नु हो क्या म चाख्ने मान्छे के भन्छ अरे तँलाई फेरि कोकले हरियो देखिन्छ त मासु त टमाटरको बाली टमाटर त लास्टमा हाल्दैन नि त डराइ हाल्छ यस्तो पनि कुक भने त्यो अब डराउँछु आगो बोल्दैन र आज खर्रेको बोल्छ उयो मसला हाम्रो यहाँ छ खजना हो यो फेरि थरीको फेरि बुङ्गुरमा हाल्ने मसला अर्कैमा कुखुरामा हाल्ने मासु अर्कै खसी बाख्राहरूको लागि अर्कै मसला हो गयो फेरि
ओए मामु आ जान्छ त मासुको चलपल या अल्फा हाल्न सब हाल्न के डरेर हो त्यसरी अब कर हलाइदिए एउटा कान मात्रै होला करे फेरि टक्क लगाएर पकाने कुरो यस्तो होला कारको होला कि त्यो होला यस्तो होला क्या हो त्यस्तो होला जलाले रक्सीले धेरै असर गर्छ भयो यार मान्छे पेट दुख्छ मलाई त्यस्तो नगर्नु के अर्डर मारेको छ त हातले हालिदिउँ र हातले हाल्यो भने कम्म हालेर यस्तो खप्प हाल्नु यस्तो कम्म गर्ने कति खान्छ यति नपक्छ के डुल्कै यति सानो अनि गिर्छ त हात अटाउँछ ए अट त हल्कै दुईटैमा बराबर हाल यो पुरै धेरै हाल्ने क्या ए पुरै हाल्न पहिला हाल त भयो यति हाल बे फर्काइदियो हाल्न पहिला हाल्न अलिक कम मजा आउँछ मजा हाल्न क्या आधा आधा हो कि खास नि यति यति हाल्ने हो अनि भर्दै भइसक्यो त त्यो कहाँ भन्छ पुरै मार्छु भने यसको पनि पुरै साफ गाह्रो छ गरी खाना जिन्दगी खानाले खमाउन लगी तातो पानी के को लागि प्रयोग गरिन्छ त हो या पानी मैले भनिरहेको थिएँ नि पानी कमाउनु जस्तो ए लास्ट त मलाई माथि अझ टोटा टटा खान्छु भाइ त मलाई लगाइरहेको त्यस्तो म ठाउँदैन गद्दारी गरिबे कोडोको त मजा आउँछ होला नि झन् वास्तवमा कोडोको हुनुपर्छ गाउँको भयो झुक्केर सेट हो क्या स्किम टुन्ने ओ माई गड ओ च्याङबा एउटा पानी टटाउने भाँडा दिउँ म पानी टटाउने भाँडा के फलामको अहिले हाल्न म डुटेर राख्छु के भातसँग खाने होइन रे खानुहोस् भातसँग मुर्रा ग्याङ यत्तिको चलफल चाहिँ हेर्नु पऱ्यो ल यत्तिको खै बट्टी पार्न आइज मेरो मलको बट्टी चाहिँ बोलेन चलफल उसले हेर्नु टक्क यति मोबाइल त एकछिन ल हल्लाएर अनि त्यहाँबाट चलफल कस्तो हल्लाउँछ अरे हिजो सिकाएको ए चेस नगर त्यहाँले ठगिस् गद्दारी गरेर मात्र छु ल चेस अलिक तातो पानी भएन कि कम अहिलेको मिली भलक गुड बाई गुड नाइट हो क्या हामीले खाएको हामीले खाएको उयोलाई झ्याप लाग्छ हेर्न गाई हामीले खाएको कुकुरलाई झ्याप लाग्छ एकचोटि सिकाइदिएको फेरि या दामी के हो तेरो टल्के छ तपाईँ